आज चाहिँ एकदमै फेमस चुकाउने बनाउन जाम है त। एकदमै मनपर्छ मलाई चाहिँ चुकाउने, एकदम मनपर्छ के। अनि चुकाउने बनाउन जाम है त। एउटा कटौरामा चाहिँ हामीले दही लिने, दहीलाई चाहिँ एकदम फिट्ने, एकदम मजाले फिट्ने। अनि फिटिसकेपछि यतिको बाक्लो हुन्छ, बाक्लो भइसके पछाडि चाहिँ आफूलाई कस्तो चाहिन्छ त्यसपछि पातलो चाहिने भए पानी हालेर पातलो बनाउने। अनि लामो लामो गरेर काटेको प्याज, हरियो खुर्सानी, हरियो धनियाँ र उसिनेको आलु हाल्ने। त्यसमाथिबाट आफूले स्वादअनुसार नुन, स्वादअनुसार बेसार। अनि त्यस पछाडि एउटा पेन तातिसके पछाडि तोरीको तेल र मेथी हाल्ने। मेथीलाई चाहिँ एकदमै कालो बनाउने। यतिको कालो भइसके पछाडि हामीले चाहिँ त्यसमा झान दिने। झानिसकेपछि चाहिँ एकदम चलाउने। अनि चलाइसकेपछि एकदमै मिठो हुन्छ, यसको कलर पनि फेरिन्छ। अनि फेरिसके पछाडि चाहिँ हामीलाई एकदम यो खानको लागि एकदमै मिठो हुन्छ, एकदम मनपर्छ मलाई चाहिँ। यो भइसकेपछि दाल सब्जी केही चाहिँदैन, यत्तिकै खान मनपर्छ। अनि यत्तिको कलर निक्लिसक्छ। यसमा चाहिँ हजुरहरूले रातो खुर्सानी हाल्न पनि सक्नुहुन्छ, हरियो छैन भने। यत्तिको मिठो भइसक्यो फेमस पालपाली चुकाउने। हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी खानासँग रेडी भयो। वा एम्मी एम्मी।